चुनाव आउन अब धेरै दिन बाँकी छैन, तर सबैको चिन्ता र चासो छ विदेशमा बस्ने नेपालीको के हुन्छ। उनीहरूले भोट हाल्न पाउँछन्? अवस्था हेर्दा त पाउँछन् जस्तो लाग्दैन। तर तपाईँलाई थाहा छ 2036 सालमा नेपालीहरूले विदेशबाटै भोट हालेका थिए। 2036 जेठ 10 मा बहुदलकी पञ्चायत भन्दै जनमत सङ्ग्रह भएको थियो। त्यो जनमत सङ्ग्रहमा फर्स्ट एन्ड लास्ट टाइम विदेशमा रहेका नेपालीले भोट गरेका थिए। तर त्यतिखेर विदेशमा भएका सबै नेपालीले भोट हाल्न पाएका थिएनन्। केही स्पेसलहरूले मात्र भोट हाल्न पाएका थिए, जस्तै सरकारी कर्मचारी, सरकारको स्वामित्व भएको सङ्गठित संस्थाका कर्मचारी र कर्मचारीका फ्यामिली मेम्बरहरूले मात्र विदेशबाट भोट हाल्न पाएका थिए। निर्वाचन आयोगले प्रकाशित गरेको नेपालको निर्वाचन इतिहास किताब अनुसार विदेशमा नेपाली राजदूतावास, वाणिज्य दूतावास, संयुक्त राष्ट्रसङ्घको नेपाली स्थायी नियोगमा मतदान केन्द्र राखिएको थियो। 2036 मा विदेशबाट भोट हाल्नका लागि भोटर कार्ड होइन, पासपोर्ट वा कर्मचारी परिचय पत्र भए पनि हुन्थ्यो। आज 2036 सालको तुलनामा धेरै नेपालीहरू विदेशमा छन्, तर विदेशबाट भोटिङको व्यवस्था भने आज छैन। 40 वर्ष अघि नै भोटिङ राइट पाएका प्रवासी नेपालीले त्यसपछि भने त्यस्तो अधिकार कहिल्यै पाएनन्। सर्वोच्च अदालतले विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने व्यवस्था मिलाउनु भनेर सरकारलाई 2074 को चैतमा नै आदेश दिएको थियो। भोट हाल्न पाउने संवैधानिक अधिकारबाट कसैलाई पनि वञ्चित गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले प्रवासी नेपालीले पनि भोट हाल्न सक्ने व्यवस्था गराउनु भनेको थियो। बाध्य भएर वैदेशिक रोजगारीमा गएका नागरिकलाई देशभित्रको डिसिजन प्रोसेसमा सामेल गराउनु राज्यको दायित्व हो भन्दै सर्वोच्च अदालतले सरकारलाई उसको जिम्मेवारी सम्झाएको थियो। वैदेशिक रोजगारीमा गएका नागरिकबाट जम्मा भएको रेमिटेन्सले मुलुकको ढुकुटी भरिने, तर त्यसरी ढुकुटी भर्न योगदान दिनेलाई भोटिङ राइटबाट वञ्चित गर्नु अन्याय हो भन्दै सर्वोच्च अदालतले सरकारलाई कानुन बनाउनु भनेको थियो। सरकारले विदेशबाट भोटिङ गराउन इग्नोर गर्न थालेपछि सर्वोच्च अदालतले विदेशबाट भोटिङ गराउने अप्सन नै दिएको थियो। सर्वोच्च अदालतले 4 वटा अप्सन दिएको थियो। पहिलो, दूतावासमा भोटिङ बुथ राख्ने। दोस्रो, हुलाक मार्फत भोटिङ गराउने। तेस्रो, भोटिङका लागि नेपालमा प्रतिनिधि राख्ने। र चौथो, विद्युतीय मतदान गर्ने। यीमध्ये सुइटेबल अप्सन छानेर विदेशमा रहेका नेपालीलाई भोटिङ राइट दिलाउन सर्वोच्च अदालतले सरकारका नाममा निर्देशन दिएको थियो। तपाईहरुलाई थाहा छ, सुप्रिम कोर्टले 2074 पछि हुने चुनावमा विदेशमा बस्ने नेपालीले पनि भोटिङ राइट कम्पलसरी पाउनुपर्छ भनेको थियो। तर सरकारले सुप्रिम कोर्टको अर्डर अझै फलो गरेको छैन। सरकारले 8 वर्षदेखि सुप्रिम कोर्टको अर्डर इग्नोर गरिरहेको छ।